उसले चाहिँ पानी खाँदै बसिरहेछ। यहाँ मेरो खाजा छ हो, यहाँ मेरो छोराले हेरिरहेछ। मैले सोचिरहेको छु फोन किन्छु भनेर, अब हेर्नुपर्छ है, सबै कुरा पैसै हो। गाइस कता छैन छ बाँदर त कि ऊ परानी गाइस झमक्क भइसक्यो कि झबत्नु आँटिसक्यो। हेलो एभ्रिवान, नमस्ते टाँसे ढिले खाम्री, वेलकम ब्याक टु माई च्यानल। गाइस आज चाहिँ म नयाँ भ्लग स्टार्ट गर्दैछु मर्निङको टाइममा, र अहिले भने चाहिँ हामी भर्खर उठेको 6 बज्यो। यहाँनिर छ मेरो छोरा चाहिँ अघि नै उठेर म सँगसँगै उठेर ऊ पनि यहाँनिर बसिरहेको छ हो। अन्त अब उसलाई चाहिँ म एकछिन मम्मीकोमा लगेर छोडिदिइराख्छु। अनि त्यहाँदेखि चाहिँ म किचनमा गएर कामहरू गर्छु। किन भन्दाखेरि चाहिँ मम्मी चाहिँ अलि बिमारी हुनुहुन्छ, त्यो भएर चाहिँ अस्ति निकै भयो 4-5 दिन। अन्त त्यो भएर चाहिँ मम्मीले बिहान केही गर्नु सक्नुहुन्न, बिहान मतलब केही घरको कामै गर्नु सक्नुहुन्न। सो आज चाहिँ म बिहानदेखि लिएर बेलुकासम्म घरमा के काम गर्छु, मम्मी बिमार हुँदा मलाई कस्तो कस्तो फिल हुन्छ, के काम गर्दाखेरि कति साह्रो पर्छ, के हुन्छ, म तपाईँलाई यो भ्लगमा देखाउने छु। सो स्टे ट्युन विथ मी टिल द एन्ड। बिहानदेखि लिएर चाहिँ बेलुकासम्म म तपाईँहरूलाई भिडियोमा देखाउने छु र हेर्नुहोला। अनि फिलहाल चाहिँ मेरो छोरा यहाँनिर उठेर बसिरहेको छ। ऊ चाहिँ अहिले टक्कै 7 महिना पुग्यो, अस्ति 14 तारिक, अनि त्यहाँदेखि आज चाहिँ 16 तारिक हो। र यो भ्लग चाहिँ भोलि मात्रै आउँछ, 17 तारिक मात्रै आउँछ, किनभने म बेलुकासम्म बनाउँछु अन्त एडिटहरू गर्दा ओर्दा। सो तपाईँहरूले चाहिँ मलाई आशा छ लास्टसम्म हेरिदिनुहुन्छ अनि साथ सपोर्ट दिनुहुन्छ। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि आजकल चाहिँ मैले रेसिपी भिडियो बनाएको छुइनँ, किन भन्दा नानी तपाईँले देखिसक्नुभयो, नानीको कारणले गर्दाखेरि चाहिँ म टाइम पाउँदिनँ। मैले लेटेस्ट रेसिपी भिडियो चाहिँ रेसिपी मतलब प्रोसेसिङको भिडियो बनाएको छु, त्यो भिडियो चाहिँ हेरिदिनु होला। गुन्द्रुकको कसरी गुन्द्रुक बनाउने त्यो प्रोसेसिङ मैले बनाएको छु। अन्त त्यहाँदेखि चाहिँ फिलहाल चाहिँ यहाँ छ मेरो छोरा। अहिले चाहिँ तपाईँहरू सबैलाई थाहै छ म माइतमा आएको चाहिँ निकै भयो है। अन्त यहाँ चाहिँ गर्मी महिना लागुन्जेलसम्म बस्छु भनेर आएको हो, र अहिले चाहिँ गर्मी महिना पनि लागिसक्यो र गान्तोकमा पनि हल्का हल्का चाहिँ गर्मी महिना लाग्यो अरे। अस्तिको जति चाहिँ जाडो छैन, तरै पनि हामी चाहिँ अहिले जाँदैनौँ, 1-2 दिन बस्छौँ मम्मी बिमार भएकोले गर्दाखेरि। त्यहाँदेखि मेबी हामी मार्च फर्स्ट विकतिर चाहिँ जान्छौँ होला। म तपाईँहरूलाई भनि नै हाल्नेछु हामी कहिलेदेखि गान्तोक बस्छौँ भनेर। अनि मेरो हस्बेन्ड चाहिँ हुनुहुन्छ गान्तोकमा, अन्त हामी चाहिँ छौँ घरमा। सो हेर्दै गर्नुहोला। अहिले चाहिँ घाम पनि लागिसकेछ, अब चाहिँ म रफाइलाई यहाँ भुइँमा सुताइदिन्छु। अहिले चाहिँ मेरो छोरा चाहिँ यहाँनिर खेलिरहेको छ, घाम लागिरहेछ मजाले, त्यो भएर चाहिँ ऊ चाहिँ यहाँनिर खेलिरहेछ। रफाइल गुड मर्निङ भनिदिनु सबैजनालाई, गुड मर्निङ भन्दैन, उसको मुड अफ भयो क्या हो, खेलिरहेछ यहाँ। ऊ चाहिँ यसरी बामे सर्दै आउँछ नि त, के देख्यो भने आइहाल्छ यसरी। चाहिँ बिहान बिहानै तपाईँहरूले देख्नु सक्नुहुन्छ टमाटर, हाम्रो चाहिँ बस्तीमा चाहिँ टमाटर किन्नु पर्दैन, आफै फल्छ यसरी हो। यो चाहिँ अलिक ठुलो खालके हो। बाँदरले खान्छ भनेर टमाटर चाहिँ बिहानै टिप्नु गयो उठ्ने बित्तिकै। अन्त नानी चाहिँ बाहिर खेलिरहेको छ मम्मीसँग। सो अहिले चाहिँ म यहाँनिर किचनमा आइसकेको छु। म चाहिँ अब यहाँनिर बनाउने छु टी, अन्त सबैलाई सर्भ गर्ने छु, त्यहाँदेखि ब्रेकफास्ट पनि बनाउने छु। र टमाटर चाहिँ फल्दैछ, म तपाईँहरूलाई अब टमाटरको चाहिँ अर्को भ्लगमा देखाउँछु भिडियो, अन्त कति फल्दैछ के फल्दैछ भनेर। र हामी चाहिँ यो टमाटर चाहिँ एकदमै बेसी छ, खाइसक्दैनौँ घरमा, अनि त्यही भएर सेल पनि गर्छौँ। तपाईँहरू कसैलाई चाहिन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो मम्मीलाई यहाँ देख्न सक्नुहुन्छ चिया भइसक्यो रेडी आजको। अब आप्पा मम्मीहरूलाई पनि दिनेछु। म चाहिँ अघि यतिकै उठेर आएकोले गर्दाखेरि जाडो पनि हुँदैछ, स्वेटरहरू पनि लगाएर आउनेछु, अनि फेरि तपाईँहरूलाई भेट्नेछु। अहिले चाहिँ यहाँ दुध तताउँदैछु। यहाँनिर चाहिँ कर्नफ्लेक्स छ, यो चाहिँ खाजाको लागि हो ब्रेकफास्ट। सो अहिले चाहिँ ब्रेकफास्ट खाँदै गरेको। बिहान बेलुका त अलिक जाडै छ हो, बाहिर त घाम लागिरहेछ, किचनभित्र बस्दाखेरि चाहिँ जाडै हुन्छ नि, त्यो भएर चाहिँ मैले टाउकोमा टोपी लगाएको, नत्र भने चाहिँ मेरो टाउको पुरा दुख्छ चिसो लाग्यो भने चाहिँ। र अब चाहिँ म छिटो छिटो खाजा खाएर चाहिँ आजको कामहरू गर्नु लाग्नेछु, तपाईँलाई देखाउँछु के हुन्छ भनेर। यहाँ चाहिँ म आलु काट्नु आँटेको आजको सब्जीको लागि। अनि आलुसँग चाहिँ के पकाउँदैछु भन्दाखेरि यहाँनिर डुक्कु यो चाहिँ हिजो टिपेको थियो, अनि त्यही भएर मैले ओइलिङ छानेर पानीमा हालेको थिएँ। आलु र डुक्कु पकाउँछु। अनि यहाँ आलु पनि भुट्दैछु, अनि यहाँ डुक्कु पनि केलाइसकेँ, यति छ, यति भए चाहिँ पुग्छ। माम पनि बसाइसकेँ, सब्जी पाक्दैछ। अनि यहाँनिर निप्पलमा पानी रेडी गरेको छु, यो चाहिँ रफाइलले दिनु लागि हो। उसले चाहिँ पानी खाँदै बसिरहेछ। यहाँ पकाउँदैछु चिया। चिया चाहिँ किन पकाएको भन्दाखेरि चाहिँ आप्पालाई पठाउनु लागि। आप्पा चाहिँ आज तल मकै छर्ने बाँझो जोत्नु हुँदैछ नि त, त्यो भएर बारी जानुहुन्छ। अनि आप्पाको लागि चाहिँ चिया खाजा बनाउँदैछु। खाजाको लागि चाहिँ यहाँ छ चिउरा, यहाँ छ दालमुट, टी पनि रेडी भयो। फाइनली आप्पा खाजा पनि प्याकिङ भइसक्यो। आप्पा जानुभएको, रफाइललाई बोलाउनु हुँदैछ।
बाई 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 दिवा बाई बाई गएको ल बस ल ओए ता उइ गएको म बस गएको म बस ल हुन्छ अब मेरो काम छ बर्तन धुनु हो। मैले लिटो बनाउनु आँटेको रफाइलको लागि। रफाइललाई चाहिँ 9 बजे दिन्छ नि त हो खाजा, त्यही भएर। सो गाइस मैले चाहिँ अब किचनको कामहरू धेर थोर सकेँ, नानीलाई माम पनि खुवाइसकेँ, अन्त भाँडाहरू सबै धुएर सिनिक्क गरेँ। अब एक लट चाहिँ किचनको काम सक्यो भनौँ बिहानको। र अर्को कुरा चाहिँ हाम्रो घरमा चाहिँ बोइलर बिग्रेको छ, त्यो भएर चाहिँ मैले पानी तताउनु पर्ने हुन्छ। अनि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ 3टा फ्लास। बिहानदेखि अहिलेसम्म चाहिँ मैले 3 यहाँ फ्लासको पानीहरू युज गरेको थिएँ भने अब चाहिँ म पानी तताउँछु। पानी चाहिँ कसरी तताउँछु भन्दाखेरि चाहिँ आगो फुकेर। सो यो गाउँघरतिर चाहिँ हामीले बेसी जस्तो पानीहरू चाहिँ आगोमै तताएको देख्छौँ र हाम्रो चाहिँ बोइलरमा तताउँदै थियो। एक हप्ता जस्तो भयो बोइलर बिग्रेको, अन्त त्यो भएर चाहिँ पानी चाहिँ आगोमा तताउने छौँ। सो पहिला फर्स्ट चाहिँ म नानीको लुगाहरू सुकाउन जान्छु, बाहिरको कामहरू सक्छु, त्यसको बादमा चाहिँ पानी तताउँछु। यता सी यू। रफाइल चाहिँ यहाँ फेरि मुमासँग खेल्दैछ। माम खाएर माम खानुभयो, अग्गा भयो हो। अग्गाएर चाहिँ ऊ चाहिँ खेलिरहेछ, उसलाई पनि नुहाइदिनु पर्नेछ आज चाहिँ। सो गाइस मैले अहिले चाहिँ लुगाहरू पनि सुकाइसकेँ। अन्त मलाई पनि एकदम बेसी गर्मी भएको छ अहिले चाहिँ। बाहिर चाहिँ गर्मी नै छ नि त, किचनभित्र बस्दा चाहिँ चिसो हुन्छ। सो म चाहिँ अब लुगाहरू खोल्नेछु। सबभन्दा इम्पोर्टेन्ट काम भनेको चाहिँ लुगा भिजाउनु हो, लुगा धुनु हो, किनभने नानीको लुगा चाहिँ डेली धुनुपर्ने हुन्छ नि त। मैले अघि सुकाएको लुगा चाहिँ हिजो धोएको थियो, राम्रो सुकेको थिएन, त्यही भएर सुकाएको। सो अहिले चाहिँ फेरि म लुगा भिजाउँदैछु। यहाँ हेर्नु सक्नुहुन्छ, यति चाहिँ थियो लुगा, यो चाहिँ मैले भिजाइराखेको। अब चाहिँ काम एकछिन सकेर आएर चाहिँ धुनुपर्ने हुन्छ। अनि आज चाहिँ नानी पनि नुहाउनु पर्ने छ। पहिला फर्स्ट चाहिँ नानीलाई सुताएर अनि उठेपछि मात्रै नुहाउने हो, त्यो भएर चाहिँ म पनि नुहाइदिएहरू गर्नुपर्ने छ। सो पहिला चाहिँ आगो फुकेर पानी बसाइहाल्छु। हाम्रो चुल्हाको गति चाहिँ यस्तो छ, यहाँनिर चारो पकाउँको हो, यहाँनिर चाहिँ यस्तो छ। अब यो चाहिँ सबै सानाकसिक पारेर चाहिँ म आगो फुकेर पानी बसाउँछु। यहाँ तपाईँले देख्न सक्नुहुन्छ आगो चाहिँ हल्का बल्दैछ कि यति मुस्किलले मैले बालेँ। अनि यहाँ मुनि चाहिँ धुवाइ धुवा भइरहेछ, बल्नु चाहिँ बल्दैछ हो। आज चाहिँ आगो नबलेर कि। सो अब चाहिँ म यो भाँडाहरू मजाले टल्काएर चाहिँ पानी बसाउँछु। अनि यहाँ दाउरा पनि छैन रहेछ, यहाँ यस्तोहरू मात्रै छ, दाउरा पनि लिनु जानुपर्ने हुन्छ। सो अहिले चाहिँ गाइज मैले आगो पनि फुकेर पानी पनि बसाइसकेँ। र यहाँ तपाईँले देख्न सक्नुहुन्छ गाईले चाहिँ मलाई टुलटुल हेरिरहेको छ हो। यिनीहरूलाई घाँस चाहिँ अहिले दिनु हुँदैन, अघि बिहान दिएको चाहिँ खाइसकेको छैन, दिउँसोको घाँस अहिले दिनुपर्छ। अनि अब चाहिँ म जान्दैछु दाउरा लिनु। म तपाईँलाई देखाउँछु हाम्रो दाउरा चाहिँ कति छ भनेर। अस्ति भन्दा पनि दाउरा चाहिँ काटेको लगभग 2 वर्ष हुन लाग्यो। अन्त हाम्रो दाउरा चाहिँ यहाँ कति छ तपाईँले देख्न सक्नुहुन्छ, एउटा दुईटा गोठमा छ। अन्त यहाँ चाहिँ हामीले बेसी जस्तो चाहिँ गाईको चारो पकाउँछ नि त दाउरामा। अन्त विन्टर भएकोले गर्दा आगो पनि ताप्छ, त्यो भएर दाउरा चाहिँ सकिन लागेछ, फेरि काट्नुपर्छ। यहाँबाट लान्छु त दाउरा। अब चाहिँ म जान्दैछु लुगा धुन्छु। अनि त्यहाँदेखि चाहिँ अरू के काम हुन्छ म तपाईँहरूलाई देखाइ नै हाल्नेछु। सो गाइस मैले चाहिँ लुगाहरू पनि धोइसकेँ, गर्मी भएर मुख पनि धोएँ, कपाल चाहिँ हिजो नुहाएको थिएँ, फेरि अहिले त्यस्तै भयो। अब चाहिँ माम खानुपर्छ, मम्मीलाई पनि दिइहाल्ने, त्यहाँदेखि मम्मीको दबाईहरू खानुपर्ने छ। अनि तपाईँहरूले सोच्नु हुँदै होला मम्मी चाहिँ बिमार भएर घरमै छ भनेर, तर मम्मी चाहिँ अस्ति हस्पिटल जानुभएको थियो पाक्योङमा। त्यहाँ चाहिँ देखायो गभर्मेन्टमै, प्राइभेट हस्पिटलमा चाहिँ डक्टर भेटेन। अनि त्यो भएर चाहिँ दबाईहरू दिनुभएको छ, त्यो चाहिँ खानु हुँदैछ। यदि जाती भएन भने चाहिँ चाँडै मम्मी फेरि गान्तोक हस्पिटल जानुहुन्छ एसटिएनएम। र अर्को कुरा चाहिँ मम्मीलाई लगेर जाने कोही छैन, अब के हुन्छ हेरौँ, म जानु पनि सक्छु, नभने माथिबाट सन्जय जानु पनि सक्नुहुन्छ। तर फेरि भोलि चाहिँ जानु हुँदैन, किन भन्दाखेरि भोलि चाहिँ हाम्रो पास्टर अङ्कलको छोराको विवाह छ माथि गान्तोकमा, त्यो सन्जय भ्याउनु हुँदैन। अन्त म चाहिँ जानु पनि सक्दिनँ, किनभने घर त एउटा रुँगेर बस्नै पर्यो, र घर रुँग्ने मान्छे कोही भयो भने चाहिँ म जानु पनि सक्छु। त्यो तपाईँहरूलाई म अपडेट दिइ नै हाल्नेछु। सो अहिले भने चाहिँ म मम्मीलाई माम दिन्छु, म पनि खान्छु, अनि त्यस पछाडि धन्दाहरू गरेर तपाईँलाई भेट्छु। सो अहिले भने चाहिँ पानी तातिसकेछ। अब चाहिँ म नानीलाई नुहाइदिने हो। यहाँनिर रेडी राखेको छु बाल्टीहरू, यहाँनिर बोलहरू पनि रेडी छ। अन्त यतापट्टि छ कपडाहरू, थाङ्नाहरू सबै रेडी पारेँ, छाता पनि रेडी पारेँ। म पनि लुगा फेर्छु, किन भन्दाखेरि नानीलाई नुहाइदिँदाखेरि चाहिँ म पनि लफै भिज्छ नि त, त्यो भएर। नानीले चाहिँ यहाँ लुगा फेरिसकेछ, मम्मीले फेरिदिनु भएछ, मतलब नाङ्गुतै पारिदिनु भयो। हामीले युट्युबमा देखाउनु चाहिँ मिल्दैन, कपिराइट लाग्छ, नाङ्गुते नानी नुहाएको त्यस्तोहरू। सो म पनि रेडी हुन्छु, अन्त नानीलाई नुहाइदिन्छु, त्यस पछाडि भेट्छु है त। यहाँ चाहिँ बेबी चाहिँ आफै खेल्दैछ हो, नुहाइदिइसकेँ, ऊ चाहिँ एकछिन पानीमा छोडिदिनुपर्छ, पानीमा खेल्छ। त्यहाँदेखि चाहिँ म चाहिँ अब लुगा फेरेर उसलाई फेरि सफा गरिदिन्छु, पुसपास गरेर क्रिमहरू लगाइदिन्छु।
हिरा फाइल चाहिँ नुहाएर फ्रेस भएर यहाँनिर खेल्दैछ। अब चाहिँ उसलाई सुताउनुपर्छ। अघि चाहिँ एकछिन सुतेको जस्तो एक्टिङ गरेँ कि लास्टमा चाहिँ सुतेन पो त ऊ त मजाले खेल्दैछ हौ घाममा। मेरो छोरा चाहिँ निकै काले भएको छ है घाममा बसेर। खालि यस्तो गर्छ उसले चाहिँ अन्त के गरेको गाइस। अहिले चाहिँ मेरो छोरा सुतिसक्यो। यहाँ तपाईँले देख्न सक्नुहुन्छ ऊ चाहिँ उसको कपाल चाहिँ कस्तो दामी छ कि सिलसिल परेको सिल्की परेको छ। घाम पनि निकै लामो भइसक्यो अनि मैले चाहिँ उसलाई जाडो हुन्छ होला भनेर यहाँ स्वेटर पनि लगाइदिएँ। अब चाहिँ म उसलाई सुताइदिएर चाहिँ पानी तताउँछु नुहाउनु लागि। म पनि आफै नुहाउँछु भनेर सोचेको थिएँ। सो आज चाहिँ म नुहाउने। यहाँ उसको चाहिँ यहाँ देख्न सक्नुहुन्छ हाफ प्यान्ट ग्रिन, स्वेटर ग्रिन, थाङ्ना पनि ग्रिन, यहाँ प्रोटेक्टर पनि ग्रिन अनि त्यसको मुनिबाट चाहिँ छ ओछ्याएको यहाँ तपाईँहरूले देखाउँछ यो पनि ग्रिन। सो आज चाहिँ हाम्रो बेबीको ग्रिन डे। ऊ चाहिँ सुतेको थियो फेरि आँखा हेरिरहेछ। उसलाई चाहिँ मजाले सुताउँछु। कुखुरालाई चाहिँ अघि चारो हालेको थिएँ अब चाहिँ खोल्न आँटेको। यिनीहरूलाई छिटो खोल्नु हुँदैन। मेरो फुल चाहिँ सबै खोसेर यिनीहरूले बदमास गरेर गरेछ हो। अन्त त्यहाँदेखि चाहिँ मैले यिनीहरूलाई आज छोपेर राखेको होला। सिँढी पनि झरेको थियो दुईजना त दुईवटा छ कुखुरा चाहिँ हो। अब गाईलाई चाहिँ घाँस हाल्नुपर्छ। यहाँ छ घाँस चाहिँ गाईले चाहिँ मलाई कुन हेर्दैछ। गाईलाई चाहिँ हालिदिइसकेँ घाँस। यिनीहरू चाहिँ यस्तो बेसी सर्केको छ कि यो काफ्राको घाँस चाहिँ नखाएर त्यस्तो छ हो। अब यो चाहिँ बाख्राले लगेर हालिदिन्छु। कराउँदैछ यिनीहरू चाहिँ घाँस ल्याएको देखेर। अब चाहिँ घाँस हालिदिन्छु। यहाँ चाहिँ दुईवटा छ हो खसी एउटा यहाँ छ तीनवटा। त्यहाँदेखि यो चाहिँ माउ र दुईवटा बच्चा। अस्तिको बच्चाहरू चाहिँ यत्रो भइसक्यो गाइस। अब चाहिँ छिटो छिटो मम्मीलाई पानी तताइदिइरहेछु। मम्मी नुहाउनुहुन्छ त्यहाँदेखि म पनि नुहाउने अनि त्यहाँदेखि नानी चाहिँ उठिहाल्छ हो छिट्टो लगभग 30 मिनट 1 घन्टा सुत्छ। अन्त नानी उठ्नुभन्दा अगाडि छिटो छिटो काम सक्ने। त्यहाँदेखि फेरि तपाईँलाई भेट्छु त। जेनीले भात खाइसक्यो, मदनले पनि खाइसक्यो, आधी चाहिँ खाएछ हो। कुखुरालाई पनि चारोहरू दिइस गाइस। थाकेर चाहिँ हत्तु भयो। बिहान 6 बजी उठेदेखि चाहिँ काम गरेको नन स्टप अहिलेसम्म हो। अझै छ काम। नानीको लुगाहरू धुनु छ। अघि नानीले फेरेको लुगाहरू त्यो चाहिँ अब म नुहाइसकेर मात्रै धुने। सो एक्लै काम गर्नु चाहिँ एकदमै हार्ड छ। धन्न नानी चाहिँ मम्मीले हेरिदिनुहुन्छ। मम्मी चाहिँ अब त्यस्तो यताउता हिँड्नु सक्नुहुन्न तर पनि बसेर नानी चाहिँ हेर्नु सक्नुहुन्छ। त्यही भएर हत्तु भयो आज चाहिँ थाकेर। गाइस अहिले चाहिँ मम्मी नुहाउनु हुँदैछ। मेरो चाहिँ पानी तात्तिँदैछ। त्यतिखेरसम्म चाहिँ म टाइम वेस्ट नगरिकन यो चाहिँ मैले एजेलिया यो डबलवाला हो यो चाहिँ रोप्नुपर्ने थियो। हिजो राति नै निकालेको बिर्सेछु मैले रोप्नु चाहिँ। सो अब चाहिँ मैले रोपिदिइहाल्छु। यहाँ गमलामा रेडी छ अनि अरू फुलहरू पनि मेरो सार्नुपर्ने थियो हो। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ जेरेनियम चाहिँ दामी दामी भइरहेको छ हो। अब अरू पनि केहरू सार्नुपर्ने थियो। अहिले चाहिँ फेब्रुअरी महिना हो त्यो भएर चाहिँ तर मैले चाहिँ भ्याएको छैन। आज चाहिँ म भ्याउँदैन एकदमै बिजी। भोलितिर कुन चाहिँ दिन भ्याउँछ त्यो दिन चाहिँ सार्छु। र एजिलियाको लागि चाहिँ पत्करको मल चाहिन्छ। हाम्रो चाहिँ पत्करको मल पर्ने रहेछ नि त त्यो लिनु गएको चाहिँ मल लिएर आइसकेँ। अब यसमा रोप्नेछु। यहाँ रोपेर पानी पनि हालिदिइसकेँ। यहाँ अरू एजिलियाहरू पनि छ अरू फुल छ मेरो। अन्त यतापट्टि पनि फुलहरू छ यहाँपट्टि पनि छ हो। यहाँ चाहिँ एजिलिया मजाले फुलिरहेको छ अस्तिको यो चाहिँ। अनि यतापट्टि पनि छ यहाँ पनि सबै फुलिरहेछ। 1 भिजिट दिएको तपाईँहरूलाई मेरो गार्डनको। म चाहिँ रफाइललाई हेरेर आएको। रफाइल चाहिँ मजाले सुतिरहेको रहेछ हो। अन्त म चाहिँ अहिले आएको रुममा किन भन्दाखेरि लुगाहरू निकाल्नु लागि नुहाउनु। र मेरो रुम चाहिँ बिहान 6 बजी गएदेखि म अहिले मात्रै आउँदैछु। यहाँ तपाईँले देख्न सक्नुहुन्छ है यस्तो छ हो। भुइँमा सुत्छ नि त हामी चाहिँ पलङमा चाहिँ लुगाहरू छ भुइँमा सुत्छ। पुरा भर्स्टै छ हो। एकदमै थाक्यो। एकछिन लडेर जानु पऱ्यो। ढाड दुख्यो कस्तो। र मलाई चाहिँ पहिला चाहिँ ढाड त्यस्तो दुख्दैन थियो कि नानी भएदेखि चाहिँ ढाड यस्तो बेसी दुख्छ कि आम्मा म सहन नसक्ने दुख्छ बेलुका झन्। गाइस म चाहिँ अहिले नुहाएर पनि आइसकेँ। अहिलेसम्म नानी चाहिँ सुतिरहेको। आज चाहिँ निकै बेसी सुत्यो ऊ चाहिँ किनभने उसलाई आज नुहाइदिएको थियो त्यो भएर होला। सो ऊ उठेपछि चाहिँ उसलाई हामी फेरि खाजा दिनुपर्ने हुन्छ। A few minutes later. अहिले चाहिँ यहाँ नानी गर्दैछ कि उठ्यो जस्तै लाग्यो। अब यसलाई हेर्नुपर्छ। ला पर सुताएको त यहाँ पो आइपुगेछ ऊ त। उठ्नु भएको गुड मर्निङ कसले सरेर आउनु भने परदेखि यहाँ यस्तो गर्छ नि त। उसले चाहिँ पलङमा सुताउनु डर्छ त्यही भएर हामी भुइँमा सुत्छ आजकल चाहिँ। फेरि उठेर पुत्रुर गर्दैछ। अब भोक लाग्यो होला हो मामा खाने हो। अब चाहिँ उसलाई म माम बनाएर दिन्छु। यहाँनिर पुरा बदमास गर्दैछ उसले चाहिँ नि खालि यताउता घुमेको छ हो। अन्त यो कोट्टाउनु गएर चाहिँ अघि मैला टिपेर खानु खोज्छ कि
नो 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 बेबी नो। राफाइल चाहिँ यहाँनिर बेलुका भयो नि त अब जाडो स्टार्ट भयो त्यो भएर उसलाई चाहिँ लुगा लगाइदिएर तितर खेलाइरहेको छु र अब चाहिँ खाजा खानु पर्छ। के खाने खानु भइरहेछ 3 चाहिँ बज्यो हो। खाजा चाहिँ अब हेर्छु होला म्यागीहरू के बनाएर खान्छु मम्मीलाई पनि बनाइदिन्छु। अहिले चाहिँ घाम पनि जानु लागेको छ। म चाहिँ यहाँनिर सुन्तला खान आँटेको छु। यहाँ है 2टा छ। यो चाहिँ अस्ति बजारबाट ल्याएको थियो। सो दिनमा एउटा दुइटा गर्दै पनि लास्ट हो। यो चाहिँ खाने। यहाँ चाहिँ म्यागी बोइल हुँदैछ। आजको खाजा मम्मी र मेरो लागि। यहाँ मेरो खाजा छ हो। मेरो छोराले हेरिरहेछ। म चाहिँ खाजा खान्छु। उसले त अघि खायो नि त माम। यहाँ चाहिँ बस्तीको टमाटर टिपेर आएको। सो गाइज मैले चाहिँ लगाइसकेँ ज्याकेट। अब चाहिँ मेरो काम छ लुगा टिप्ने। लुगा टिपिहाल्छु नभए भने फेरि चिसो लाग्छ। अनि मेरो छोरा चाहिँ यहाँ खेलिरहेको छ तपाईँले देख्न सक्नुहुन्छ। सो अब चाहिँ म लुगा टिप्छु। यति चाहिँ सुकेछ। सो यो चाहिँ अब अहिले पठाउनु होइन, यो चाहिँ अब भरे बेलुका पठाइन्छ हो। नानी सुतेपछि अब चाहिँ मेरो काम छ केहरू गर्नुपर्ने छ त्यो चाहिँ म अब गर्छु। सो तपाईँहरूलाई म अहिले देखाइ नै हाल्छु के गर्छु भनेर चाहिँ। अहिले चाहिँ फिलहाल मेरो नानीले सुसु गरेको रहेछ। फेरि चेन्ज गर्नुपर्ने हुन्छ उसको कपडा र यहाँनिर छ थाङ्ना। म चाहिँ थाङ्ना लगाइदिन्छु उसलाई। अहिले भरे चाहिँ उसलाई सेक्छ अनि सेकेपछि मात्रै डाइपर लाउँछ। नाइटको बेला चाहिँ 4 बजे छ र म चाहिँ बारीमा जाँदैछु यहाँनिर बोल बोकेर। किन भन्दाखेरि चाहिँ साग टिप्नु लागि बिहानको लागि चाहिँ म अलिकति साग सब्जी लानु पर्यो। अनि धनियाँ पनि छैन रहेछ। अस्ति टिपेको सकेछ त्यो पनि टिपौँ भनेर आएको। राफाइल चाहिँ मम्मीले हेरिदिनु हुँदैछ। ऊ चाहिँ अब एकछिनमा चाहिँ सुत्छ नि त 1 घन्टा जस्तो। त्यहाँदेखि चाहिँ उठेर माम खान्छ। अनि हाम्रो सागबारीहरूमा चाहिँ हामीले निकै भएको थियो नि त पानी नहालेको के त्यो भएर चाहिँ यहाँनिर चाहिँ यस्तो भएछ हो। यी धनियाँहरू चाहिँ निकै ठुलो भयो। अनि साग चाहिँ त्यहाँनिर छ ड्याम्मै बाक्लो बाक्लो चाहिँ म उखेलेर लाने हो। मैले चाहिँ यति टिपेँ। अनि यहाँ चाहिँ एकदमै कलिलो छ साग चाहिँ। अनि पुरा बाक्लो थियो चाहिँ छरेकोले गर्दाखेरि बाक्लो थियो। अनि मैले अस्ति तपाईँहरूलाई मेरो फेसबुक पेज भावना भ्लग छ त्यसमा पनि देखाएकै थिएँ है तपाईँहरूलाई चाहिँ यो मैले उखेलेकोहरू क्लियर गरेकोहरू सबै। अनि यहाँ चाहिँ कस्तो कलिलो कलिलो छ हो। तर छिटै यिनीहरूमा चाहिँ यस्तो डुक्कु आइहाल्दो रहेछ नि त। कलिलो चाहिँ एकदमै कलिलो छ। सिन्की पनि अहिले गुन्द्रुक पनि हाल्नु हुँदैन यति छिटो चाहिँ। सो म यति लाने हो। अब चाहिँ धनियाँ टिप्ने अनि जाने। मैले 1 बिटा टिपेँ। यो भित्तापट्टि चाहिँ लामो छ हो। छेउपट्टि चाहिँ अलिक सानो सानो छ। यहाँ चाहिँ ड्याम्मै छ हो। यतातिर चाहिँ पुरा बाँदर आउँछ कि बाँदर आएछ कि म चाहिँ भर्खर खेदेर आएको हो। यहाँनिर रोपेको इस्कुस पनि टिपेर लगेछ। सो अहिले चाहिँ म कुखुरा खोरमा छु। किन छु भन्दाखेरि चाहिँ अन्डा टिप्नु आएको है। हाम्रो एउटा कुखुराले चाहिँ अन्डा पार्छ नि त त्यो भएर। अनि अन्डा चाहिँ यहाँ पारिसकेछ देख्न सक्नुहुन्छ। एउटा अन्डा पारेको छ। अनि अब चाहिँ के गर्नुपर्छ भन्दा बेलुकाको खानाहरू बनाउनु रेडी हुनुपर्छ। आप्पालाई पनि फोन गरेको थिएँ। आप्पा चाहिँ आउनु हुँदैछ अरे। सो गाईको धन्दाहरू चाहिँ घाँसहरू चाहिँ आप्पाले गर्नुहुन्छ खोलेहरू पनि। अन्त अरू बेला चाहिँ मैले खोले निकालिदिन्थेँ। आज चाहिँ भ्याएन साग टिप्नुपर्छ नि त खोलेको लागि। अन्त हाम्रो चाहिँ साग खाने मान्छे छैन त्यो भएर हामी चाहिँ खोलेमा गाईलाई दिन्छौँ। अन्त अहिले चाहिँ म फिलहाल अन्डा टिपेर आएको। रफाइल चाहिँ मुमाले उसको बोजूले हेरिरहेको छ सुत्नु लागेको छ। अब एकछिनमा सुत्छ हो। त्यहाँदेखि म चाहिँ बेलुका खानाहरू बनाउँछु। त्यहाँदेखि रफाइल उठेपछि रफाइललाई खाना दिएर चाहिँ त्यहाँदेखि चाहिँ बेलुकाको सेक ताप हुन्छ रफाइलको। अन्त तपाईँले यहाँ देख्न सक्नुहुन्छ हाम्रो कोपी चाहिँ यस्तो भइसक्यो हो। कोपी चाहिँ यहाँनिर फल्नु लागि चाहिँ दाना लाग्दैछ यहाँ देख्न सक्नुहुन्छ यी हो। अन्त यतातिर पनि निकै ठुल्ठुलो लागेको छ यहाँतिर चाहिँ। अब यो चाहिँ लगभग 1 हप्तामा खाने बेला हुन्छ होला। सो अहिले चाहिँ हाम्रो जेनीहरू पनि उमाथि बारीको पाटामा चाहिँ बाँदर खेदिरहेको छ। अनि म चाहिँ अब छिटो छिटो बेलुका पानी तताउनुपर्छ फेरि बिहानकै जस्तो। त्यहाँदेखि अरू के काम हुन्छ माम पकाउनुहरू यताउता त्यो सबै गर्नेछु। कुखुरा खोल्नु पनि यस्तो छ नि त यसरी सबै फुल कोट्याइदिन्छ फेदमा। यहाँ पनि कोट्याएछ यहाँ पनि कोट्याएछ हो। यस्तो छ कुखुराहरू। यो चाहिँ हो सागको बिउ हो। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सागको बिउ चाहिँ पाकेछ त्यो भएर सुकाइदिएको काटेर। अनि त्यहाँदेखि यहाँ म चाहिँ कहाँ गएको भन्दाखेरि कोताउने लगेर चाहिँ यहाँनिर अस्ति मैले प्याज रोपेको थिएँ नि त। अन्त फेरि 2टा प्याज उम्रिरहेको रहेछ कि घरमा। अन्त त्यो प्याज चाहिँ यहाँ रोप्नु आएको यहाँ लिएर आएको छ यो 2टा चाहिँ। अन्त अस्ति मैले रोपेको चाहिँ यस्तो भएको छ कुछ इस तरह हो। निकै लामो छ परसम्म। सो म चाहिँ अब यहाँ चाहिँ एउटा ठाउँ हेरेर नि यसलाई रोपिदिइरहेको छु। र प्याजहरूमा सागमा त्यहाँदेखि आलुमा पानी चाहिँ अस्तिको दिन
हिजो अस्तिको दिन होइन हिजो लगाएको त्यो भएर आज चाहिँ लगाउँदैन भोलि मात्रै लाउनुपर्छ हो हामीले त्यही 2 दिन 1 दिनहरूको ग्यापमा चाहिँ पानी लाउने गर्छ र आज चाहिँ अब छिटो छिटो मामहरू पकाएर हाम्रो चाहिँ त लगभग कति बजी भने नि 6-7 बजीतिर चाहिँ खाना खाइहाल्छ नि त हो त्यो भएर चाहिँ छिटो छिटो पकाउँछ मामहरू र अहिले चाहिँ मैले रोपिसकेँ अन्त घरतर्फ जाँदैछु चाहिँ यहाँनिर गएको बाँदर खेद्नु कि तल रहेछ जेनी पनि गयो हो खेतको आलीमा छ बाँदर चाहिँ तल अब यो बाँदरलाई चाहिँ इस्कुस रोपेको चाहिँ सबै लगिसक्यो कि एक्लै एक्लादेखि चाहिँ यसले खेदाउँछ नि त त्यही भएर म चाहिँ कुकुरसँग आएको तर हाम्रो कुकुरहरू चाहिँ बाँदरसँगै दोस्ती गरेर सँगसँगै बस्छ कि क्याटिस लिएर आएको है क्याटिस देखेर चाहिँ भाग्छ नि त ऊ तल हिँड्दैछ तपाईँहरूले त देख्नु हुँदैन मेरो क्यामेरा त्यस्तो राम्रो छैन नि त मैले सोचिरहेको छु फोन किन्छु भनेर अब हेर्नुपर्छ है सबै कुरा पैसै हो अब अलिक भयो भने चाहिँ फोन किन्छु अपग्रेड गर्छु मेरो चाहिँ OnePlus हो लगभग 3-4 वर्षहरू भयो होला 4-5 वर्ष भयो किनेको त्यो भएर चाहिँ अहिले चाहिँ राम्रो छैन क्यामेरा हो फ्रन्ट चाहिँ राम्रो छ ब्याक चाहिँ त्यस्तो राम्रो छैन अन्त चार्ज पनि थाम्दैन हो त्यो भएर चाहिँ म नयाँ फोन किन्छु भनेर सोचिरहेको छु अब कुन चाहिँ फोन किन्नु होला तपाईँहरूले मलाई सजेस्ट गर्न सक्नुहुन्छ कमेन्टमा म अलिक टाइम लगाएर राम्रोसँगले हेरेर किन्नेछु बो गाइस कता छैन छ बाँदर त कि ऊ परनिर ऊ त्यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ हो त्यो ठाउँमा चाहिँ पुरा छ रहेछ कि आम्मामा खस्राङ 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 गर्दैछ बाँदर रहेछ कि अब फिलहाल चाहिँ मलाई चाहिँ अब त्यस्तो खेद्नु चाहिँ छैन यहाँ आफ्नो बारीमा चाहिँ नआओस् भन्ने मात्रै हो सो म चाहिँ अब घरतिर लागेको आयो भने चाहिँ फेरि हेर्दै गर्छु ऊ तल छ बाँदर चाहिँ ऊ त्यहाँनिर रुखको सिधा त्यहाँ हिँडिरहेको छ हो हाम्रोतिर चाहिँ लाइट छैन अघि बिहानखेरि गएको थिएँ निकै 4 घन्टा जस्तो गयो हो मेरो ब्याट्री डाउन भएको थियो त्यहाँदेखि मैले त्यतिकै राखेँ अनि अघि आएको थिएँ फेरि चार्ज गरेँ फेरि अहिले छैन सो मेरो अहिले पनि ब्याट्री डाउन हुन आँटेको छ हाम्रो चाहिँ इस्कुस रोपेर पनि यत्रो भइसकेछ नि त अन्त अघि चाहिँ यत्रो इस्कुस लगेर गयो तर त्यसले काँको निकालेर लग्यो यहाँ पनि यत्रो भएको छ यहाँको चाहिँ लगेन रहेछ सो गाइस अहिले चाहिँ म यहाँ चिया पकाउँदैछु अन्त हाम्रो चाहिँ आरा काट्नु हुँदैछ नि त त्यो भएर आरावाल दाजुहरू आउनुभयो उहाँहरूको लागि पनि चिया पकाएको मेरो लागि आप्पाको मम्मीको लागि आजको सब्जीमा चाहिँ मैले आलु र कोपी काटेको छु यो बनाउँछु गाइस झमक्क भइसक्यो कि 6 बज्नु आँटिसक्यो हामी चाहिँ यहाँ बाँदर खेद्नु कुद्दैछ बाँदरले इस्कुसको सबै बिउ खाएछ कि अन्त तपाईँहरूले देख्न सक्नुहुन्छ रोडमा यहाँ तलबाट चाहिँ खेदाएर ल्याएको कि रोटेर उठाएर यता छ यहाँ चाहिँ कम्ता छैन कि इस्कुस लगेछ यिनीहरूले ऊ खाँदैछ इस्कुस ए हत्तु भयो कुद्दा चै हुनु त बिचरा बाँदरको पनि अहिले सुकाउरो लागेर केही छैन खानेकुरा डिनर खानु आएको होला आज चाहिँ यिनीहरूको दोहोरो भयो डिनर हाम्रो रोपेको इस्कुस चाहिँ डिनर लगेर गयो यिनीहरूले उपर ठन्नै छ बाँदर म चाहिँ सब्जी पकाउँदै थिएँ कि बाँदर खेद्न आउनु पर्यो ग्यास बन्द गरिकन गाइस ऊ सबैजना लाइनै बसेर इस्कुस खाँदैछ मलाई देखाउँदै खाँदैछ ऊ हाम्रै इस्कुस उखालेर लगेर हामीलाई देखाउँदै खाँदैछ यसरी हो अब मेरो फोनको क्यामेरा चाहिँ त्यस्तो राम्रो छैन तपाईँलाई देखाउने जुम गरेर हेर्नुहोस् अलिअलि देख्छ कि सबैजनाले इस्कुस खाँदैछ हो यो मेरो छोरा चाहिँ उठेर रुँदैछ म आउँदा आयो ममा अन्त नरुनु ल ममा बोक्छु एकछिन हात धोएर आउँछु अहिले बेबीलाई बोकेर डुलाउँदैछु ऊ चाहिँ भर्खर उठेकोले गर्दाखेरि रोएँ कि अन्त आप्पा चाहिँ बाँदर खेदेर आउनुहुँदैछ अघि नै आउनु भएको थियो नि त आप्पा चाहिँ घर मैले भिडियो चाहिँ गरिनँ उपर बाँदर खेदेर आउनुहुँदैछ र यहाँ रफाइल चाहिँ उठेर रुएर हो म आउँदा रुइरहेको रहेछ बाँदर खेदेर आउँदा फुपालाई चिनिहाल्छ नि त उसले चाहिँ टिमिक्क हेरिहाल्छ सलाम गर्दैछ हामीले अहिले चाहिँ नानीलाई माम खुवाइसक्यो नानी चाहिँ यहाँनिर गप्लक्क परेर बसिरहेछ अगाएर है बिबी माम खायो होइन अब चाहिँ उसलाई सेकिदिने बाहिर चाहिँ कोइला बनिँदैछ अनि हाम्रो पनि मामहरू पाक्यो उसलाई सेकेर सुताएर मात्रै खान्छु म चाहिँ माम यहाँ चाहिँ मैले अघि टिपेर ल्याएको धनियाँको अचार पनि बनाएँ चाहिँ पानी तात्तिँदैछ यतापट्टि चाहिँ खोले पाक्दैछ हो खोले चाहिँ आप्पाले अघि राखिसक्नु भएछ अन्त यहाँ कोइला पनि बनिँदैछ अब कोइला मजाले बनिएपछि चाहिँ रफाइललाई सेक्ने हो उसलाई चाहिँ निन्द्रा पनि आएछ आँखा मार्दैछ अन्त उसलाई चाहिँ सुतेको बेलामा भए पनि सेक्नै पर्छ नभए चाहिँ चिसो लागेर आँखा दुखेर हुन्छ नि त उसको आँखाबाट पुरा यल्लो कचेरा निक्लिन्छ भोलि चाहिँ अन्त मलाई पनि यस्तो भएछ है
आँखाहरू सुन्नेछ, गालाहरू अलिक सुन्नेछ। आज नुहाएको थिएँ नि त, त्यो भएर म पनि सेक्नुपर्ने छ। बेलुका भएपछि चाहिँ मलाई चिसो लागिहाल्छ, घाँटी दुखेर खोक्नुहुन्छ। तर राति पनि गर्मी चाहिँ यति बेसी गर्मी हुन्छ कि विन्टरमा पनि गर्मी हुन्छ मलाई चाहिँ। के भयो बेबी? म चाहिँ अहिले रुममा आएको, यहाँ लुगाहरू राख्नु लागि। यहाँ राखेँ लुगाहरू हो। अब चाहिँ भरे नानी सुतेको बेला मात्रै पट्याउने हो। यो बिरालो पनि मसँग पछ्याएर आइबस्छ कि। यहाँ चाहिँ रफाइलको थाङ्नाहरू, यो चाहिँ अब भोलि बिहान धुनुपर्छ हो। हाम्रो रफाइल चाहिँ सेकेर आएर चाहिँ यहाँ तितर टोक्दै बाजेसँग बसिरहेछ हो। अब चाहिँ माम खाने, माम खाएर चाहिँ सुत्नुपर्छ। मैले माम खाइसकेर सनाक सनिक पारेको थिएँ हो। ग्यासहरू पनि फेरि आप्पाले चिया पिउनु हुने अरे, अनि त्यही भएर यहाँ दुध तताउँदैछु। यहाँ चाहिँ म सेक्नु आएको हो। चिया पनि लिएर आएको छु। यहाँनिर मैले अघि तेल चाहिँ मेथी लगाएर रेडी पारेको थिएँ, नानीलाई मैले सेक्दिएको। अनि कोइला चाहिँ दामी भइरहेछ हो। अब चाहिँ सेक्ने। अहिले चाहिँ गाइस म सेक्दैछु यहाँनिर। पहिला सुत्केरीमा चाहिँ गर्मी महिना थियो नि त, त्यही भएर राम्रोसँगले सेक्नु मानिनँ। मेरो बुढाले त सेकिदिनु भएकै हो, मैले चाहिँ राम्रो सेक्नु नमानेको गर्मी बेसी भएर। अन्त त्यो भएर चाहिँ अहिले चाहिँ टाउको पुरा दुख्छ हो, चिसो लाग्छ यसरी। अन्त त्यहाँदेखि सेक्नुपर्छ। ढाड चाहिँ यस्तो बेसी दुखेको छ कि आज चाहिँ अब ढाड पनि सेक्नुपर्ने। म चाहिँ यहाँ लाउँदैछु क्रिम। यो चाहिँ मेरो नाइट क्रिम हो। नाइट क्रिम चाहिँ मैले सधैँ बेलुका बेलुका लगाएर सुत्छु, किनभने मेरो फेस चाहिँ पुरा ड्राई छ नि त, त्यही भएर ड्राई भइरहेको छ हो। हामी आइसक्यौँ रुममा। अन्त यहाँनिर मेरो बेबी चाहिँ देख्न सक्नुहुन्छ सुतिसकेको छ। अब म पनि सुत्न लागेको। दिनभरि काम गरेर थाक्यो, आज चाहिँ ढाड पुरा दुखिरहेछ, त्यही भएर बेसी बस्दिनँ, म चाहिँ सुतिहाल्छु। सो तपाईँले अहिलेसम्म मेरो ब्लगलाई हेरिदिनु भयो, थ्याङ्क यू फर वाचिङ। अनि यसरी नै मेरो अरू अरू भिडियोहरू पनि गएर हेर्नुहोस्। तपाईँहरूले रेसिपी भिडियोहरू हेर्नु सक्नुहुन्छ। मैले चाहिँ आजकल चाहिँ रेसिपी बनाएको छुइनँ, किन भन्दा नानी भएकोले गर्दाखेरि टाइम पाएको छुइनँ, त्यही भएर रेसिपी चाहिँ बनाएको छुइनँ। मैले भ्लगहरू मात्रै बनाउँदैछु। सो भ्लग पनि मेरो हप्तामा एउटा कि पन्ध्रमा एउटा मात्रै आउँछ। मम्मी बिमार हुँदाखेरि चाहिँ एकदमै डिफिकल्ट भयो। मैले घरको सबै कुरा गर्नु पर्दाखेरि, अरू बेला चाहिँ मैले त्यस्तो काम गर्नु पर्दैन थियो नि त, नानी हेर्नु मात्रै पर्थ्यो। अनि कोही खेर चाहिँ सब्जीहरू चाहिँ बनाउँथेँ, नभए चाहिँ अरू चाहिँ केही गर्दिनँ थिएँ। तर मम्मीले चाहिँ काम गर्नु सक्नुहुन्न, त्यही भएर चाहिँ सबै हामीले काम आज चाहिँ घरमा चाहिँ मैले, अनि आप्पाले चाहिँ बेलुकाखेरि गर्नुभयो, अनि बिहानखेरि घाँसहरू काटिदिनु भयो। त्यस्तोहरू सबै गर्नु पऱ्यो। तपाईँले हेरि नै हाल्नुभयो कस्तो भयो के भयो। सो अन्तसम्म हेरिदिनु भएको लागि थ्याङ्क यू फर वाचिङ। सो स्टे ट्युन, किप वाचिङ, किप सपोर्टिङ, सी यू इन नेक्स्ट भिडियो। बाई बाई, गुड नाइट।